धाम कुष्माण्ड सरोवर त्रिवेणी धाम आइपुगेका छौँ र यहाँ भएका धार्मिक गतिविधि र यसको समग्र विकासको विषयमा हामी तपाईँहरूलाई अहिले देखाउनेछौँ। अहिले तपाईँको म त सधैँभरि यतै हुने बसेँ अनि आएँ अनि बाहिर थुप्रै जग्गा छन्। अब त्यो विभिन्न खालको अपाङ्ग हो नि त, उनीहरूको चाहिँ तपाईँको बाहुलीपट्टि स्तरीय कार्यक्रम रहेछ हेटौँडामा। हामी अहिले कुष्माण्ड सरोवर त्रिवेणी धामको व्यवस्थापन समितिको अध्यक्षज्यूसँग बस्दैछौँ। यहाँको बृहत्तर विकासको लागि उहाँले अहोरात्र उहाँको टिमले उहाँको नेतृत्वमा अहोरात्र खटेर यहाँसम्म यो त्रिवेणी धामलाई यो धार्मिक क्षेत्रलाई यहाँसम्म पुर्याउनु भएको छ र उहाँसँग केही छोटो हामी कुराकानी गर्छौँ। हजुर अध्यक्ष, तपाईँले कार्यक्रममा स्वागत छ। अब कुरालाई छोटोसँग अगाडि बढाउँ। खासमा यो कुष्माण्ड सरोवर त्रिवेणी धामको धार्मिक तथा ऐतिहासिक महत्त्व के होला? यसको धार्मिक ऐतिहासिक महत्त्व भनेको यो अहिले देखिने कुरा सबभन्दा पहिला त तिनवटा नदीको सम्मेलन रत्नवती, कर्णावती, कौशवाही। त्रिवेणी कौशवाही नदी दक्षिणबाट उत्तर भएको उत्तर गङ्गा पनि हो, महत्त्वपूर्ण पाठ हो। दोस्रो पाठ भनेको उहाँ पुष्पा भगवतीले विष्णु भगवानको आराधना गरेर सिद्धि प्राप्त गरिएको भूमिको रूपमा। तेस्रो पाठ भनेको अम्बरीश राजाको सन्तान नहुँदाखेरि त्रेता युगमा विष्णु भगवानको आराधना गरिरहँदाखेरि पुष्पा भगवतीले तपस्या गरेर सिद्धि प्राप्त गरिएको जुन स्थान छ त्यहाँ चाहिँ 108 धारा भएर गइरहेको गङ्गा छ। त्यहाँ स्नान गरेर सन्तान प्राप्त हुन्छ, उनको सन्तान नभएको रहेछ प्राप्त हुन्छ भनेर भगवान् विष्णुले बताउनु भयो। सोही अनुसार त्यहाँ स्नान गर्दाखेरि सन्तान प्राप्त भएको कुरा सजिलो छ। त्यो सँगसँगै पाण्डवहरूले वनवासको क्रममा र अर्को लाक्षागृहमा जुन खालको एउटा आयुष्मान भवनहरू बनाएको थियो र त्यहाँ सिध्याउने योजना थियो, त्यहाँबाट निस्किसकेपछि यहाँ आएर श्राद्ध तर्पण गरेको कुरा यिनै महत्त्वपूर्ण कुराहरूलाई जोडिएको ऐतिहासिक कुराहरू। यसमा चाहिँ नि एउटा मान्यता छ, धार्मिक मान्यता। उत्तर गङ्गा नभएको ठाउँमा चाहिँ धामहरू त्रिवेणी धामहरू चाहिँ त्यति धार्मिक सजिलो हुँदैन भन्छन्। त्यसमा भएर यो क्षेत्र पावन धामको रूपमा विकास भएको हो नै। तपाईँको विशेष गरी त्रिवेणीलाई महत्त्व मानिन्छ र त्रिवेणी क्षेत्रमै स्नान गर्नको लागि हामी नेपालबाट भारतका विभिन्न स्थानहरूमा जाने गर्छौँ र कयौँ भक्तहरू करोडौँ पैसा चाहिँ बाहिर पर्यटकहरू धार्मिक आस्थाको हिसाबले बाहिरिरहेको अवस्था पनि छ। त्यही त्रिवेणीको हिसाबले हो। त्यसमा पनि उत्तर गङ्गा बिरलै पाइन्छ, दक्षिणबाट उत्तर गइरहेको गङ्गा बिरलै पाइन्छ। अब कतिपय ठाउँ त बेडी मात्रै हुन्छन्, त्रिवेणी चाहिँ हुँदैन, बेडी मात्रै पनि परेका हुन्छन्। त्यसो हुनाले यो चाहिँ तिनवटा नदीको सङ्गम, त्यसमा पनि दक्षिणबाट उत्तर भएको उत्तर गङ्गा। त्यसो भएको हुनाले यसलाई विशेष महत्त्व दिने गरिन्छ। धन्यवाद। यहाँले यसको चाहिँ पर्यटनलाई लागि मुख्य आकर्षण कुराहरू भनिहाल्नुभयो। अब यसको धामको संरक्षण र विकासको लागि व्यवस्थापनलाई हालसम्म भइरहेका के कस्ता कामहरू पनि यहाँले उजागर गरिहाल्नुभयो, छोटोमा यहाँले भनिसक्नुभयो। अब मुख्य कुरा यहाँबाट देश विदेशबाट आउने श्रद्धालुहरू देखिरहेका छौँ हामीले, उहाँहरूको यो धामप्रतिको चासो कस्तो पाउनु भएको छ? धामप्रतिको चासो सकारात्मकै मैले देखिराखेको छु। जुन विशेष गरी त हामीले यो सुरुवात गऱ्यौँ, मैले अलिकति प्रश्न बनाउँ जस्तो लाग्यो। 2066 सालमा संस्था दर्ता गरिकन 67 साल यसपालको चाहिँ शिलान्यास गरियो। यसको सुरुवात 108 धाराको सुरुवात गरेर अगाडि बढ्यो। यो काम गर्दै आउने क्रममा यसको विकासको क्रम जसरी लागि परियो त्यही अनुसार तीव्र विकास गर्दै आउने क्रममा यहाँको
संरचनाहरू यहाँको जुन मठ मन्दिरहरू 108 धारा स्नान गर्ने कुराहरू त्रिवेणीका स्नान गर्ने कुराहरू यी सबैले गर्दाखेरि क्रमशः भक्तजनहरूमा आकर्षण बढिरहेको हामीले पाएका छौँ र अब यदाकदा मान्छेको हेर्ने दृष्टिकोण सबैको एउटा नबन्न सक्छ र पनि अधिकांश भक्तजनहरू यहाँ आएर यहाँको व्यवस्थापन र यहाँको दर्शनीय देवालयहरू र यहाँको दृश्यावलोकन गर्ने स्थानहरू जुन खालको यो दुईटा हिसाबले यहाँ आउने गर्छन्। एउटा त धार्मिक आस्थाको आधारमा चाहिँ आउने कुरा हो भने दोस्रो चाहिँ दृश्यावलोकनको निमित्त पनि आस्थै नभएको धार्मिक रूपमा आस्थै नभएको मानिस पनि दृश्यावलोकनको लागि यहाँ आउने गर्छन्। त्यसो भएको हुनाले यी सबै मानिसहरू दुवै प्रकारका मानिसहरू यहाँ चाहिँ खुसी नै भएको देखिन्छ र अहिले बिस्तारै क्रमशः सुरुवातमा अब एउटा नगरी भयो अथवा थोरै वडाहरू भयो अनि त्यसपछि जिल्लाका विभिन्न भाग हो अब अनि छिमेकी जिल्लाहरू हो। अहिले क्रमशः देशैभरि बिस्तारै यसको प्रचार पुगिरहेको देखिन्छ। किनभने देशैभरिबाट विभिन्न क्षेत्रबाट यहाँ भक्तजनहरू आएका छन् र उहाँहरू खुसी प्रकट पनि गर्नुहुन्छ। यहाँको व्यवस्थापन यहाँको सौन्दर्य जुन उजाड भइरहेको ठाउँहरूमा कतिपय ठाउँ छ भने यहाँ चाहिँ अलिकति दृश्यावलोकन गर्न पनि अनि हेर्न लायक पनि सफाइको कुरा पनि सबै हिसाबले चाहिँ राम्रो छ भनेर खुसी व्यक्त गर्नुभएकै हामीले पाएका छौँ। अघि हामी छोटो भ्रमण गऱ्यौँ भित्र। अब यी बनिसकेकाहरू त धेरै नै साह्रै नै उत्कृष्ट राम्रो शोभनीय छन् र धार्मिक दृष्टिकोणले धेरै महत्त्वपूर्ण पनि पायौँ हामीले। अझ पनि केही संरचनाहरू बनिरहेको देख्यौँ हामीले। त्यसो आगामी योजनाहरू के त्यो अन्तर्गत अगाडि बढ्दैछ यस्ताहरू कुनै नयाँ योजनाहरू ल्याउनु भएको छ? हो, हामीसँग हाम्रो अगाडि मास्टर प्लान छ। यहाँ गुरुजना राखेका छौँ। त्यो गुरुजना अन्तर्गतका कामहरू हामीले सुरुवातमा मन्त्रालयहरूमा स्थानीय सरकारहरू सङ्घीय सरकार कहीँ जाँदाखेरि पनि योजना के छ हजुर अहिले सोधिरहनु भएको छ, योजना के हो, लक्ष्य के हो, त्यसको गुरु योजना के छ भन्ने कुराहरू आइसकेपछि सुरुवात त गुरुयोजनाको कुरा बडा कठोर कुरा हुन्छ होइन। थोरै पैसा जुटाउन गाह्रो परिरहेको बेलामा गुरुयोजना भनेको कुरा 2-4 लाख रुपियाँ अगाडि नसारिकन त्यो गुरुयोजना तयारी हुन सक्दैन। त्यो प्राविधिक विषयवस्तु भनौँ। त्यसो हुनाले त्यो अलिकति मेहनत गरिकन सपोर्ट लिइकन एउटा गुरुयोजना तयारी गरियो र त्यो गुरुयोजनाको आधारमा बसेर चाहिँ हामी अगाडि बढिरहेका छौँ। र अहिले जुन संरचनाहरू यहाँको सुरुवातदेखिमा अलिकति 108 धारा अनि त्यसपछि गणेश पुष्पाना भगवती विष्णुबालुका ब्रह्मकुण्ड होइन राधाकृष्ण मन्दिर अहिले यहाँहरू व्यासासनका कुरा नागस्थानका कुरा शिवालयका कुरा दैनिक हवनको कुरा गर्ने कुरा यी यावत कुराको सँगसँगै हामी अगाडि बढ्दै जाने क्रममा त्यहाँ चाहिँ पुष्पाना भगवतीले तपस्या गरेर सिद्ध प्राप्त गरेको पोखरीका कुरा अहिले हामीले संरचनाहरू बनेर अगाडि बढेको पार क्षेत्रहरू घुम्ने आएर यसो मनोरञ्जन आनन्दित हुने ठाउँहरूका कुरा हामी अगाडि बढ्दै गयौँ र निरन्तर अगाडि बढ्ने क्रममा शीशमहल लगायत जुन पुष्पाना भगवतीलाई 5 पाण्डवहरूले परिक्रमा गरिरहेको सन्दर्भ त्यतिखेरको सन्दर्भलाई पनि जोडेका छौँ भने त्यसपछि हिडिम्बा नगरी आज हिडिम्बा नगरी किन भइरहेको छ हेटौँडाको नामकरण कहाँबाट सुरुवात भयो किन हिडिम्बा नगरी भयो र आज बागमती प्रदेशको राजधानी पनि भएको छ। त्यो चाहिँ हिडिम्बा एउटा राक्षसको नामबाट र हिडिम्बा भनेको दाइ थियो हिडिम्बा भनेको बहिनी थिइन् त्यसको नामबाट अगाडि आएको कुरालाई पनि उजागर गर्ने उद्देश्यका साथ हिडिम्बा नगरी परिचय भनेर त्यहाँ एउटा 5 पाण्डवहरू सहित हिडिम्बा सहितको त्यहाँको त्यहाँ मूर्तिहरू पनि राखिएको अवस्था छ। र हामीले वृत्तचित्रहरू यहाँको सबै कुरा सौन्दर्य हेर्नको लागि अहिले तपाईँलाई अलिक कमी भयो त्यहाँ वृत्तचित्र पनि तयारी भइसकेको अवस्था छ र हामी त्यहाँबाट पनि सबै कुरा बुझ्न सक्छौँ त्यहाँ हेर्न सकिन्छ। र अब गर्ने काम भनेको हामीसँग धेरै छ। धार्मिक हिसाबले यहाँको यो अवस्थालाई सञ्चालन गर्नको लागि र भविष्यका पुस्ताहरूलाई पनि
यो हाम्रो सनातन धर्मप्रति आकर्षण गर्न बोलाए पनि हामीलाई गुरुकुलको आवश्यकता छ भन्ने हाम्रो ठम्याइ छ। अब त्यसमा पनि त्यतिकै लगानी गत सालबाट सञ्चालन गर्नु पर्यो भनेर प्रयत्न नगरेको होइन। हामीसँग स्थानको अभाव, फर्निचर व्यवस्थापन आदि इत्यादिको व्यवस्थापनको अभाव, मासिक स्रोतको अभावको बिचमा पनि सम्बन्धित कार्यालयहरूमा निवेदन दिने र हामीले अनुमति पाऊँ भनेर प्रयत्न गरिसकेको अवस्था हो। तपाईँ फेरि पनि उहाँहरूलाई अहिले विश्वास लाग्न सक्दैन, किनभने वातावरण त्यस्तै खालको छ। एउटा भएको चाहिँ जुन विद्यालय हो, संस्कृत विद्यालय हो, वेद विद्यालय हो, त्यो पनि राम्रोसँग चलिरहेको अवस्था छैन भनेपछि अब यहाँ कसरी चलाउनुहुन्छ भनेर अलिकति गाह्रो मान्नुभएको अवस्था छ। फेरि पनि हामी यो कुराहरू छन्, यो यहाँ लक्ष्य छ। तपाईँहरू त्यसको सँगसँगै अहिले मैले अघि भन्दै गरेँ बुद्ध, हामी बौद्ध मार्गीहरू पनि धेरै हुन्छ र हाम्रो सनातनको हिसाबले पनि बुद्धलाई 10औं अवतारको रूपमा लिने गरिएको छ। त्यसो भएको हुनाले विश्वको 10औं अवतारको रूपमा हामी लिने गरेका छौँ बुद्धलाई। त्यसो भएको हुनाले चाहिँ बुद्धको त्यहाँ मन्दिर तयार भइसक्न लागेको छ। अब हामी असारको 4 गते त्यहाँको केही कामहरू बाँकी छन्, त्यो काम सकेर 4 गते उद्घाटन गर्ने क्रममा छौँ। त्यसका व्यवस्थापनका कुराहरू छन्, त्यसको काम गरेका छौँ। त्यसपछि यहाँ आउने भक्तहरू आउनुहुन्छ अनि साना भाइ बहिनीहरू आएका हुन्छन्। उनीहरू अरू दर्शनभन्दा पनि मनोरञ्जन अथवा सौन्दर्य प्रेमीहरू, सौन्दर्य हेर्ने कुराहरू हुन्छ। तसर्थ त्यहाँ बालरेलको कुरा अगाडि बढाइएको अवस्था पनि छ। त्यो पनि हामी छिट्टै नै सञ्चालन गर्न सके हुन्थ्यो भन्ने प्रयत्नमा छौँ। र त्यसको अतिरिक्त अन्य चाहिँ मनोरञ्जनात्मक चिजहरू अथवा बालकहरू अथवा खेल्ने, हिँड्ने, घुम्ने त्यो खालका समाचारहरू निर्माण गर्नुपर्ने कामहरू पनि बाँकी छ। र त्यसको सँगसँगै अब हामीलाई एउटा समस्या छ, पिकनिक स्पट भएन भनेर गुनासो आइरहेका अवस्थाहरू छन्। अब हामीले पिकनिक स्पट चाहिँ हामी यहाँ अब के भन्ने हिंसाका कुराहरूलाई ब्रेक गरेका छौँ अनि मदिराजन्य चिजहरू ब्रेक गरेका छौँ। त्यो कारणले गर्दाखेरि पनि हामीलाई अलिक समस्या छ। अब यदि सम्भव भयो भने त्यसको लागि पनि एउटा सोच चाहिँ छुट्टै एउटा यतापट्टिको त्यो सिस्मरभन्दा उतापट्टिको पाहाडको एउटा व्यवस्थापन गरिरहेको छौँ। त्यहाँ अहिले हामी अवसर लागेपछि त्यहाँ वृक्षारोपण पनि गर्दैछौँ। साना खालको कुराहरू कुनै हुनेहरू होइन, आवश्यकताको आधारमा कोही बेला बनाउनु पर्छ, कुनै बेला ठुलो चिजहरू निर्माण बनाउँदाखेरि त्यसले असर पनि गर्छ। त्यसो हुनाले साना जडीबुटीजन्य कुराहरू मात्र खालि अझ सकिन्छ भने लोकोन्मुख भनेर भनेको छौँ। समयको अभावले गर्दा त्यो लोकोन्मुख चिजहरू खोज्न पाइरहेको छैन। त्यस्तो खालको चाहिँ त्यहाँ बिरुवा रोप्ने त्यो लक्ष्य छ। र अन्य संरचनाहरू हामीसँग विद्युतीय कुराहरू धेरै भइरहेका छ अहिले। त्यो बाल विलेनको सन्दर्भमा विद्युतीय कुराहरू छन्। यतातिर तपाईँको सिसमा पनि विद्युतीय कुराहरू भए, त्यसपछि बुद्धमा पनि भक्तजनहरूभित्र पछि बुद्ध देखिने कुरा भने त्यहाँभित्र विद्युतीय कुराहरू पर्छ। यसले गर्दाखेरि लागत चाहिँ हामीलाई खर्च बढ्ने र स्रोत कम हुने हुँदाखेरि हामीलाई चलाइरहन गाह्रो पर्छ भन्ने डर पनि छ। त्यस कारणले अब विद्युतीय क्रममा अगाडि बढाउने कुरा चाहिँ कम भएर अन्य कुराहरू, अरू धेरै कुराहरू, अब हामी गौशालाको कुराहरू अगाडि बढाउनु छ। त्यो मनमा लागि मैले अस्ति नेसिका धाम जाने गरेका थिएँ। त्यहाँ जाँदा चाहिँ मनमा छलफल भइरहेको छ कि तपाईँको थोरै भए पनि तपाईँको यहाँ गौशालाको व्यवस्थापन गर्ने कुरा होइन। त्यसपछि गएर तपाईँको एउटा के भन्छ मलाई ठ्याक्कै अहिले आएन, तपाईँको कृष्ण बालगोपालहरू चाहिँ तपाईँको चाहिँ गाई चराउँदै हिँडिरहेको तपाईँको त्यो खालको तपाईँको त्यस्तो खालको स्थानहरूको कुरा, यस्ता कुराहरू कतिपय समाचार बनाउनु पर्ने। र अनि अहिले समस्या भनेको हाम्रा अब यात्रुहरू आउनुहुन्छ, अब दर्शनार्थीको हिसाबले या सौन्दर्यको हिसाबले विविध हिसाबले आउने यहाँ पर्यटकहरूलाई अब आउँदाखेरि एउटा पार्किङ क्षेत्रको समस्या छ। अब पार्किङ एउटा क्षेत्रको समस्या छ। यो अहिले बाटोको काम भइरहेको छ, त्यो बाटोको काम पछाडि त्यो पार्किङ क्षेत्रको व्यवस्थापन गर्नुपर्ने, त्यसलाई अलिकति व्यवस्थित गर्नुपर्ने कामका कुराहरू छन् होइन। अब मैले अघि भने विद्यालयलाई व्यवस्थापन गर्नुको लागि भवनका कुरा छन्।
होइन हामीलाई त्यो नै नभइकन भएन भन्ने खालको कुराहरू हामीसँग आएको छ त्यसको भवनको व्यवस्थापन गर्ने कुरा छन् यो थुप्रै तपाईँको निर्माण गर्नु पर्ने कुराहरू यो त निरन्तर भइरहँदो रहेछ किनभने तपाईँको हिजो गरिएका कुराहरू अहिले चेन्ज गर्नुपर्ने पनि हुँदो रहेछ कतिपय हिजो तपाईँको गर्दै आइयो अनि त्यो चाहिँ तपाईँको समय सापेक्ष चाहिँ तपाईँको त्यो अर्को प्रकृतिको हुँदो रहेछ त्यसलाई चेन्ज गर्नुपर्ने कुरा नि हुन्छ काम गर्दा गर्दै पनि तपाईँको कतिपय कुराहरू तपाईँको परिवर्तन गर्नुपर्ने पनि हुन्छ त्यसो कारणले यो निरन्तर चलिरहने कुरा रहेछ निर्माणको कुरा भने नयाँ बनाउने कुराहरू भने निरन्तर चलिरहने कुरा हो यो निरन्तर छ र यो म यहाँ के राख्न चाहन्छु तपाईँको मार्फत भने समस्त हाम्रो सङ्घीय सरकार सञ्चालन गर्ने नेतृत्व नेतागणहरू मन्त्रीहरू प्रधानमन्त्री मुख्यमन्त्री प्रदेश सरकारका मन्त्रीज्यूहरू स्थानीय सरकारका मेयर उपमेयर राज्य सदस्यज्यूहरू र समाजमा प्रतिष्ठित सामाजिक व्यक्तित्वहरू र समाजका तमाम व्यक्तिहरूलाई अनुरोध गर्न चाहन्छु यो हाम्रो मकवानपुरको एउटा सौन्दर्य हो एउटा गहना हो अहिले मकवानपुरमा हिँड्नमा आइसकेपछि हाम्रा 2-4 ठाउँ यसो घुमौँ हेरौँ भन्ने खालको देखिन थालेको छ बिस्तारो क्रमशः विकास हुँदै गरेको छ जबसम्म यो प्रदेशको राजधानी पनि प्रदेशको राजधानीमा विभिन्न खालका यो 13वटा जिल्लाका त अहिले विविध कार्यक्रम हुने गरेका छन् काठमाडौँ भक्तपुर ललितपुरभन्दा बाहेक त प्राय जोडिन्छ काठमाडौँ भक्तपुर ललितपुर पनि यहाँ जोडिने गर्छ भनेपछि त्यो त सबै जोडिने गर्छ कहिले त सङ्घीय सरकार स्तरीय कार्यक्रम पनि हुने गर्छ भनेपछि यहाँ आएका मानिसहरू निश्चित एउटा समयको लागि कार्यक्रम हुन्छ 10 बजेपछि एउटा कार्यक्रम छ भने बिहानको समय त खाली बसिया हुन्छ त्यो मान्छे कहाँ जाने भन्दाखेरि घुम्न जाने ठाउँको खोजी हुन्छ हामी बाहिर गयौँ भने पनि त्यो खालको खोजी हुन्छ त्यसको हुनाले त्यस्ता ठाउँहरूको आवश्यक जस्तो त्यो विशुद्ध पर्यटकीय हिसाबले स्मारकले त्यो ठाउँ लिएको छ धार्मिक हिसाबले तपाईँको अहिले पुष्पना धाम बनस्कन्नी होइन भुटन्दै नजिकका क्षेत्रहरू यो अलिकति ठाउँ ओगटेका छन् र बिहान तपाईँको चाहिँ खाली भएका मानिसहरू अब त्यो उसको आफ्नो इच्छाको हिसाबले होइन आस्थाको हिसाबले धार्मिक आस्था भएका हिसाबले एउटा मन्दिरमा जाने हुन्छ भने अर्को दृश्यावलोकन गर्ने हिसाबले अर्को ठाउँमा चाहिँ घुम्न जाने हुन्छ यहाँ चाहिँ दुवैका हिसाबले मानिसहरूलाई समर्थन सकिन्छ भन्ने हिसाबले यसलाई अगाडि बढाइरहेको अवस्था हो तसर्थ यो सबै अगाडि बढाउने सन्दर्भमा मैले अघि बताएँ सबै क्षेत्रको सहयोगको अपेक्षा गर्छु र सबैलाई यहाँ सहभागी बनिदिनको लागि हार्दिक आग्रह अनुरोध गर्न चाहन्छु मैले यही कुरा पनि खोजेको थिएँ यो धार्मिक क्षेत्रलाई चाहिँ नि विस्तृत रूपमा सिनहरू यसो क्यामेरा नि चल्छ क्यामेरा नि छ कि क्यामेरा नि छ होइन मैले ल्याएँ यसले अर्कोले काम गर्छ